हेलो गाइस नमस्ते लस्सो साथीहरु वेलकम ब्याक टु माई युट्युब च्यानल एगेन साथीहरु फेरि पनि नयाँ दिन नयाँ ब्लग लिएर तपाईहरुको सामने आइसकेको छु साथीहरु म चाहिँ जसुता राई भाइबा अनि मेरो छोरा चाहिँ सुतिरहेछ अनि मैले अहिले एक्लै भिडियो स्टार्ट गर्दैछु है अनि हामी चाहिँ एकदम आराम कुशलै छु तपाईहरु के कस्तो हुनुहुन्छ कमेन्ट गर्नु होला साथीहरु आज चाहिँ साथीहरु मलाई एकदम टेन्सन भइरहेछ है मलाई कस्तो चित्त दुखिरहेछ के आज हिजो अनि अस्तिको दिन चाहिँ हामी काठमाडौँबाट आइपुगेको नि त अनि त्यसपछि अब काठमाडौँबाट आएको भिडियोहरु त तपाईहरुले देखिसक्नु भइहाल्यो है अनि आएको भोलिपल्ट भनौँ हिजो भनौँ न हिजो चाहिँ कस्तो यता घर पछाडि चाहिँ एकदमै गाडी के साथीहरु दुई महिना पछाडि आएको अनि मैले चाहिँ प्याज कोपी अनि लसुन खुर्सानीहरु टमाटर हालेको थियो क्या अनि एकदमै गाडी भएछ अस्ति नै चाहिँ असिना बारी भएर पुरै असिनाहरु आएर चाहिँ पुरै यो टमाटरहरु सबै भुइँभरि खुर्सानीहरु झरेर कुहेर बिग्रेर पाकेर सबै त्यस्तो भएको रहेछ एकदमै गाडी थियो क्या साथीहरु अनि है मैले चाहिँ त्यसको क्लिपहरु लिएको थिएँ त्यो फाडफुड गरेकोहरु भनौँ न घाँसहरु काटेर टमाटरहरु प्याजहरु सबै टिपेको भिडियो बनाएको थिएँ साथीहरु अनि मलाई त्यस्तो टेन्सन लागेर कस्तो भएर म अहिले कति भयो अघि पो हिजो बेलुका एडिट गर्छु भनेर सोचिरहेको थिएँ साथीहरु फेरि एकदमै थाके नि त अब त्यो बिहान चाहिँ सबै कामहरु गरेको घाँसहरु फाडफुड गरे अनि फेरि अब दिउँसो नुहाइ गरेर अबेला खाना पनि खाएँ 1 बजेतिर खाना खाएँ पाहुनासँगै 1 बजेतिर खाना खाएँ मैले पाहुनाहरूलाई चाहिँ हिजो बजार पनि थियो यता चाहिँ सोमबार र मंगलबार बजार लाग्छ के साथीहरु अनि बेला के बजार त होला बजार अनि उहाँहरूलाई उता घुमाउन लगे एकछिन मलाई पनि खासै थाहा त छैन ठाउँहरु त्यही पनि चिनेको ठाउँ त्यति चिनेको लगे अनि कस्तो थकाइ पनि लागेको थियो क्या साथीहरु नि हिजो बेलुका चाहिँ एडिट गर्न सकिन के भिडियो अनि होस् अब बेबी सुत्न त सुतेको थियो एडिट गर्न त सक्थे तर मलाई एकदम निद्रा लाग्यो थाके पनि अनि भोलि गर्छु दिउँसो गर्छु भनेर भन्यो अनि अर्को कुरा साथीहरु अब चाहिँ म भिडियो चाहिँ 3:30 बजे चाहिँ पोस्ट गर्न सक्दिन है अब 4:30 बजेतिर गर्छु किनभने अब अहिले घरमा त अलिअलि काम गर्नुपर्छ काठमाडौँमा त काम खासै थिएन त्यही भएर अब अहिले चाहिँ गर्नुपर्छ नि त घरमा चाहिँ अनि त्यही भएर अब 4:30 बजेतिर भए ठिक्क हुन्छ भनेर सोचेर त्यो गरिरहेको थिएँ साथीहरु है म त यस्तो टेन्सन लाग्यो कति धेरै क्लिपहरु लिएको थिएँ कि अनि सबै डिलिट भएछ कि यति धेरै टेन्सन भएन है प्याजहरुको अनि त्यसपछि टमाटरहरु फलेको अनि मेन चाहिँ मलाई कस्तो लाग्यो घाँस काटेको क्या पहिलाको मलाई कति धेरै याद आएको थियो है त्यो घाँस काट्दा अनि मेरो साथी लीला चामलिङलाई उनीहरुसँग अनि त्यो घाँस काट्दा चाहिँ मलाई कस्तो धेरै पहिलाको यादहरु आएको थियो कि अनि यो चाहिँ म युट्युबमा राख्छु पछिको लागि पनि हुन्छ भनेर त्यस्तो सोचिरहेको थिएँ साथीहरु अब यता त अब तराईतिर खासै अब घाँस दाउरा गरिँदैन नि त मतलब गर्ने त गर्छ अब हामीहरु चाहिँ म चाहिँ गर्दिन नि अनि बेबी पनि सानो छ अनि यताको जंगलहरु यताउति पनि थाहा छैन अनि अब वस्तु भाउ पनि केही छैन हामीसँग चाहिँ अनि साथीहरु त्यो भिडियो चाहिँ म क्याप्चर गर्ने कसम भने है मलाई यस्तो धेरै मन परेको त्यति धेरै मन परेको भिडियो थियो कि त्यो फाडफुड गरेकोहरु चाहिँ अनि यो भिडियो चाहिँ म राख्छु भनेर सोचिरहेको थिएँ आज चाहिँ भिडियो एडिट गरेर अनि पोस्ट गर्छु भनेर थिएँ साथीहरु तपाईहरुको सामने लिन सकिन प्लस म आफै पनि भोलिको दिनमा हेर्न पाएन के साथीहरु अब स्टोरेज फुल भएको गर्छ नि त मेरो फोन त खासै राम्रो छैन नि त मेरो फोन खासै राम्रो छैन स्पेस पुग्दैन साथीहरु अनि मैले चाहिँ के गर्छु भने आजको भिडियो बनाएर भोलि हाल्छु अनि भोलिको भिडियो चाहिँ पर्सि त्यसरी हाल्छु क्या अनि अस्ति हुँदैको भिडियो चाहिँ 4 मिनेट 7 मिनेटको चाहिँ म तुको आज बनाएर आज एडिट गरेर आजै हाल्ने गरेँ साथीहरु तर अहिले चाहिँ अलिकति लामो भिडियोहरु लिइरहेको छु अनि त्यही भएर म चाहिँ अब आज बनाउने अनि भोलि आजको भिडियो भोलिको भिडियो पर्सि त्यसरी हाल्ने गरेको थिएँ क्या र कस्तो टेन्सन लागेर साथीहरु कसम भने है म अहिले कति समयदेखि अघि अब खाना खाएदेखि एडिट गर्नु पर्यो बेबी पनि ठ्याक्क सुत्यो क्या अनि एडिट गर्नु बस्नु पर्यो भनेर
भिडियो हेर्छु छैन है। यति धेरै म त टेन्सन भएर अब त्यो भिडियो चाहिँ मलाई इम्पोर्टेन्ट अहिलेसम्मको पोस्टहरू गरेको मध्ये त्यो चाहिँ कस्तो राम्रो लागेको छ क्या मलाई। मतलब अब पुरानो भन्दा पनि अब म त पाहाडमा जन्मेको साथीहरू अनि घाँस दाउरा यताउति गरेको थियौँ नि त। अनि मेरो साथी अनि म अब साथी त के भनौँ मेरो ठुलो बुवा टिप्पाको छोरीहरूसँग हामी एकदमै घाँस काट्न जान्थ्यौँ कि घाँस दाउरा कति धेरै जान्थ्यौँ है। अनि तिनीहरू याद आएर म त्यसको लागि पनि बोल्दै त्योसँग गफ गर्दै त्यो घाँसहरू चाहिँ काटिरहेको थिएँ कि त्यसलाई मेन्सन गर्छु अनि त्यस पछाडि भन्छु भनेर त्यसले चाहिँ मलाई बेला बेला फोन गरेर पहिलाको केटी कतिको याद आउँछ तँलाई कुराहरू भन्थ्यो क्या। अनि त्यो चाहिँ मलाई एकदमै याद आयो कि पहिला मान्छेहरूको घाँस चोरेको घाँस अब घाँस चोरेको भन्दा नि स्कुल जाने बेला चाहिँ अब घाँस अलिक धेरै झ्याम भएको ठाउँमा काट्नु पर्थ्यो नि त। स्कुल जानलाई चाहिँ न त ढिला हुन्थ्यो भारी पुग्दैन थियो। अनि त्यही भएर अनि अब खेततिर त खासै अब कतिजना मान्छेहरू काट्न आउँछ घाँस हुँदैन नि त। अनि बारीतिर त मान्छेहरूले पालेको हुन्छ घाँसहरू पालेको हुन्छ नि त। अनि हाम्रोतिर चाहिँ त्यस्तो चलन छ क्या साथीहरू। अब दसैँ छेकातिर चाहिँ अब टिकाहरू लाउने पाहुनाहरू आउनुहुन्छ आफू पनि जानुपर्ने हुन्छ नि। त्यो समयमा चाहिँ अलिक छिटै घाँसको भारी पुऱ्याएर छिटै वस्तुलाई पुग्ने गरी काटौँ भनेर चाहिँ पालेको हुन्छ। अनि त्यस्तो घाँसहरू हामी छोड्थ्यौँ के पल्लो घर के। अनि त्यस पछाडि त्यस्तो भएर चाहिँ मलाई एकदमै याद आएको थियो पुरानो कुराहरू याद आयो है घाँस काट्दाखेरि साथीहरू। अनि मलाई एकदम टेन्सन भयो क्या साथीहरू। त्यो भिडियो एउटै छैन कि मलाई यति धेरै मलाई रुन मन लागिरहेछ नि मेरो होइन क्या साथीहरू। मलाई पहिला त खासै यस्तो फरक पर्दैन थियो है भिडियो हाले नि भयो जस्तो लाग्छ। अनि अहिले चाहिँ मलाई एकदम भिडियोहरू हाल्न मन लाग्छ। अब कति प्रायः साथीहरूले पाए पनि गरिरहनु भएको छ है। अनि भिडियोहरूलाई हेरि पनि दिइरहनु भएको छ। अनि झन् जो जागर आउँदो रहेछ क्या साथीहरू। अनि मलाई त आज त सब यस्तो डरमाइलो लागिरहेछ क्या मेरो भिडियो सबै डिलिट भयो क्या साथीहरू। सो यहाँ देख्न सक्नुहुन्छ साथीहरू है मैले फारेको चाहिँ यता हो यता यहाँनिर कति धेरै जङ्गल थियो क्या। यो हेर्नु न ठुट्टा त भइरहेछ जङ्गल सबै घारी भयो क्या साथीहरू। हेर्नु सक्नुहुन्छ यता हेर्नु न ल यहाँ घाँस अझै लगेको छैन। यो खोर्सानीहरू भयो है। यो खोर्सानी चाहिँ मेरो बेबीको डेलिभरी हुनुभन्दा 2-3 दिन अगाडि चाहिँ यो खोर्सानी मैले रोपेको है। मेरो पेट धेरै ठुलो थियो अनि म चाहिँ उयो गर्न सक्दिनँ थिएँ न घोप्टो पर्न न टुकुलीले बस्न सक्दिनँ थिएँ। अनि घुँडा टेकी मैले रोपेको मेरो बुढासँग खोर्सानी हेर्नु न साथीहरू कति धेरै फलेर रातै भएको रहेछ है। अनि टिपिङ पनि यस्तो भएको रहेछ साथीहरू। टमाटर कुहेर हेर्नु यस्तो भएछ। अनि टमाटरहरू पाक्दै पनि छ यतातिर है। यस्तो त यहाँ त कति घारी क्या साथीहरू है। 2 महिनामा यति धेरै घारी भएको थियो क्या। यहाँ त 2 महिनामा यति धेरै घारी भएको थियो। मैले सोचेको थिएन कि यस्तो धेरै घारी हुन्छ भनेर। यहाँनिर घाँस अझै लानु बाँकी छ। मैले चाहिँ उतापट्टिको आन्टीहरूलाई दिएको थियो। अनि अब यता सबै घारी केही छैन साथीहरू है। अब नेक्स्ट टाइमबाट चाहिँ एकदम केयर गर्नुपर्ने हुन्छ। तर के भएर चाहिँ डिलिट गरेँ क्या साथीहरू। म त छक्कै परिरहेको छु। मैले पनि डिलिट गरेँ जस्तो पनि लाग्दैन। हेर्छु स्टोरेज फुल भएको थियो। अनि एउटा भिडियो उनी भएन क्या सेभै भएन। र मैले ट्राई चाहिँ गरेको थिएँ सेभ तर के भएर चाहिँ डिलिट भयो क्या साथीहरू। म त त्यही छक्क परिरहेको छु क्या साथीहरू। ल केही छैन साथीहरू है। अब यस्तो कहिलेकाहीँ भइहाल्दो रहेछ। तर पनि अब मेहनत गरेर मतलब भन्नु न मेहनत अब के भन्नु अब जस टाइम दिएर चाहिँ अब बिजी अवस्थामै भएर पनि टाइम दिएर चाहिँ भिडियो बनाएको थिएँ। अब काम गर्न त जसलाई पनि हतार नै त भइरहेको हुन्छ नि त। अनि अब खानाहरू पनि बनाएको थिएन। अनि यता फारफुर गरिसकेर बच्चा र ज्वाइँ चाहिँ भित्र खेलिरहनु भएको थियो। अनि म चाहिँ यता आएर सरसफाइ भन्दा नि यिनीहरू फारफुरहरू गरिरहेको थिएँ। अनि त्यस्तो अवस्थामा पनि घाममा है अनि भिडियोहरू लिएर अब क्लिपहरू लिएर म चाहिँ सफाहरू गरिरहेको थिएँ। त्यो गाइस अब
त्यो चाहिँ तपाईहरुको सामने लिन पाइन। अनि स्पेशली त अलिअलि त्यो भिडियो चाहिँ अब तल मैले हिजो फोन गरेँ भने थिएँ केटी आज त मैले घाँस काटेको मलाई कस्तो पहिलाको गाउँको याद आयो भनेर भनेको थिएँ। म तँलाई मेन्सन गरेर हाल्छु भिडियो भनेको थिएँ, तर सरी अब तेरो सामने पनि यो भिडियो लिन पाइन। अनि त्यही हो साथीहरु, फेरि मैले एउटै क्लिप कतै राखेकै थिएन के, मैले बास अब कस्तो भने यो त्यो बुढाले यस्तो भने थियो, बुढो 2 महिनामा कति धेरै पछाडि घर पछाडि त एकदमै घारी भएछ, टमाटरहरु पनि रातै पाकेर अनि असिनाले कुटेर सबै पालात पिलेत भुइँभरि भएछ भनेको थिएँ। अनि मलाई मेरो हस्बेन्डले चाहिँ के भन्नुभएको त भने देखाउनु त बुढी कस्तो भएछ भने मैले के भन्ने भने म त भिडियोमै लिनु हो, एकैचोटि भिडियोमा देखाउने हो, न त मेरो भिडियो तपाईले हेर्नु हुन फुल्सम्म म त मेरो त्यो युट्युबमै गएर हेर्नु, म युट्युबमै एकैचोटि हाल्छु, साथीहरूलाई पनि तपाईलाई पनि एकैचोटि भनेको थिएँ क्या। अनि अघि फोन गरेको है, म चाहिँ निकै समयसम्म मलाई चाहिँ एकदमै चित्त दुख्यो क्या त्यो भिडियोले गरेर, एकदमै गाह्रो पनि भयो। अनि अब यस्तो हुँदो रहेछ क्या साथीहरू, अब आफूले टाइम भइ नभए पनि भिडियो बनाउँदै कामहरू गरिरहेको थिएँ नि त। अनि मेरो हस्बेन्डलाई पनि अब देखाएको थिइनँ, मेरो हस्बेन्डलाई मैले भनेको थिएँ हन के भएको त बुढो, हन 2 महिनामै यति धेरै घारी भएछ पछाडिपट्टि त भनेको थिएँ क्या। त्यही हो साथीहरू, अब पछि चाहिँ फोन राम्रो आयो भने चाहिँ योभन्दा चाहिँ राम्रो भिडियो लिएर आउने कोसिस गर्नेछु साथीहरू। अब चाहिँ बजार गएको भिडियो हेर्नुहोस् है त। टोपी लाउनु चाहिँ पर्दैन तर केही छैन, गर्नु धेरै छ। साथीहरू हामी चाहिँ आइपुग्यौँ है, हामी चाहिँ छोरीहरूलाई कुरिरहेको छौँ, छोरीहरू चाहिँ यता डाक्टरमा आउने हो नि त, हामी चाहिँ बाइकमा आएको ज्वाइसँग। कुखुरा गाइस कुखुरा। हेलो बाबु, कस्तो लाग्दैछ तपाईँलाई? खोइ त हौ गाइजहरू आउँछ नि त मामुलाई सो गाइस फाइनली हामी चाहिँ आइसक्यौँ बजार। ओइ बोल्ने, म चाहिँ आइसकेको छु बजार। मतलब अहिले भेट भयो भन्नुहोस् न। बिजेमको गाउँ कस्तो छ? एकदम बिजेमको ठाउँ कस्तो छ? बिजेमको गाउँ राम्रो छ, तर गर्मीले चाहिँ मान्छेलाई सक्छ। गाइस अब हामी चाहिँ जानुपर्ने हुन्छ है यता अब छिटो बजार पनि बजारै छ। कतिको गर्नु हुँदैछ हौ? कुन चाहिँ लानु? मेरो पाहुनाहरूले चाहिँ सामान किन्नु हुँदैछ है गाइज।
पैसा दिनु त्यहीबाट ल के किन लाग्यो Hello guys, welcome to vlogs. बाहिर बाबा निकाल्नु कालो रहेछ रुएर हो गाइस कालो नलाइदिन भन्छु नै कालो डगराउँदो रहेछ नि सो गाइस अहिले चाहिँ हामी बजार घुमेर आइसक्यौँ मेरो पाहुनाहरूलाई चाहिँ मैले बजार घुमाएर आइसकेँ है बिएमको गाउँको बजार अनि कस्तो लाग्यो बाबुलाई एकदम रमाइलो लाग्यो धेरै नै धेरै रमाइलो लाग्यो यो राम्रो रहेछ चपुर बजार गर्मी थोरै मात्र छ धेरै हैन पसिना आउने गरेर घुम्नलाई चाहिँ रमाइलो छ फर्स्ट टाइम चपुर बजार आइयो घुम्न आउनु गाइस हजुरहरू पनि सस्तोमा सामानहरू पाइन्छ अनि प्रिन्सी तिमीलाई कस्तो लाग्यो भन त ढुङ्ग्रो खान पाइयो भन्न त्यति छिटो भन कस्तो लाग्यो भाइको गाउँ छिटो अलि सुन्ने गरे भन नि त नि राम्रो लाग्यो ए अब फेरि जाने नजाने मेलुलाई त राम्रो लाग्यो मेरो छोरी चाहिँ पहिला पनि मसँग आएर बसेको थियो अनि उसको चाहिँ एसी थियो अनि त्यस पछाडि त्यो चाहिँ दिन गएको थियो अनि त्यस पछाडि फेरि दिएर चाहिँ मैसँग आएको हो तल त राम्रो लाग्यो होला होइन राम्रो लाग्यो जाडो चाहिँ खाएर गएको घर थिएँ अब गर्मी चाहिँ थाहा थिएन गाइस गर्मीले त मलाई त झन्डै मारो गर्मी लास्टै रहेछ गर्मी त हुन्छ भन्थ्यो हो रहेछ थाहा पाइयो सुनेको थिएँ तर देख्न पनि पाइयो है गाइजहरू अब भित्र जाम्ला जाम छोरो अब लुगा फेर्ने ल अनि सुत्ने भोलि मेरो भ्लगमा हेर्नु ल मेरो गाइज फ्यामिलीहरू हेलो गाइज अहिले चाहिँ मेरो छोरोले माम खाइसकेर पनि कपडा चेन्ज गरिसक्नु भएको छ अहिले चाहिँ 9:30 हुन लाग्यो अब मम्मुहरूको पालो खाना खाने साथीहरू यो चाहिँ मेरो छोराको सानोको ल अब लुगा त्यसो गर्नु हुन छोरो न त्यसो गर्नु हुन यो चाहिँ सानोको लुगा लाँदै हेर्न कस्तो राम्रो देख्दैछ है सानो भइसक्यो उसलाई टाङ फार्नु त हुँदैन है एकैछिन सु गर्दै हाल्छ अहिले गर्मी भएर मैले डाइपर लगाइदिएको छैन नि त अनि त्यही भएर यत्तिकै लडाइदिएको गर्मीमा मेरो छोरा नि कम्ता चिच्याउँदैन नि छानो ला पल्टी हो फेरि सुत्छ कस्तो छ
निन्द्रा झ्या भन्छ साथीहरू मेरो छोरा मेरो छोरालाई सुताएर माम खानु जानुपर्ने हुन्छ साथीहरू अब उयो सर्न सुरु गरेछ त अहिले ए त्यसो नगर्नु न हो हेलो अब सुत साथीहरू मेरो छोरा सुताउँछु ल नानाको चार्ज सिधै छ कि छैन अनलाइन गर्ने ए कहाँ थियो बाबु म गर्छु बाबु एकचोटि हेर न मात्र मेसेज गर हेलो 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 सो गाइस अहिले चाहिँ मेरो बेबी सुतिसक्यो रातको 9:30 भइसकेको छ पाहुनालाई पनि खाना दिएको छैन गाइस सो गाइस बाबुलाई खाना साना दिएर अनि त्यस पछाडि सुताएर हामी पनि भर्खरै खाना खायौँ आज चाहिँ बिहान पनि बेलुका पनि मेरो पाहुनालाई चाहिँ एकदमै ढिला खाना भयो सधैँ यति बेला खाने चाहिँ होइन हामी है 7 बजे 6:30 7 8 बजे भित्रमा खाइसक्थ्यौँ आज चाहिँ अब यस्तो हुन्छ नि त अहिले चाहिँ रुटिनै पुरै चेन्ज भएको छ के अब बेबीलाई नसुता चाहिँ अब खाना खाइँदैन नि त बाबुलाई सुताउनु पर्यो पहिला चाहिँ जस्तो लाग्छ उसलाई टन्न दिने खुवाउने अनि त्यसपछि सुताउने अनि आफू खाने अनि फेरि अब हाम्रो चाहिँ के चलन छ भने सबैजना सँगै बसेर खानुपर्ने हुन्छ क्या अब छुट्टाछुट्टी एकजना खाँदै गर्ने अर्कोले फ्री भएपछि खाने त्यस्तो खासै छैन नि त पहिलेबाट त्यही भएर त्यसरी पर्खापर्खी गर्दा चाहिँ गाइस यति बेला भयो अहिले चाहिँ रातिको 8 हो अहिले चाहिँ रातिको 10:08 गइसकेको छ यति बेला चाहिँ भर्खर खाना खायौँ त्यही हो साथीहरू हिजो चाहिँ अब बाइकमा शीतलता भयो तर ज्यान चाहिँ एकदमै दुखेको छ एकदमै ज्यान दुखेको छ साथीहरू है अनि यस्तो यो पाताहरू दुखेर पछाडि त्यो बेबी डेलिभरी टाइमको सुई पछाडि हानेको त्यो सुई हानेको यति धेरै दुखेन साथीहरू यति धेरै दुखेन यस्तो गाह्रो भइरहेको थियो अनि अर्को कुरा चाहिँ कपाल भन्नुहुन्छ भने लट्टा परेर बल्ला 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 1 घण्टा बेसी लाएर कोर्यो कपाल यस्तो गाह्रो गाइस यो बेबी भइसके पछाडि चाहिँ है सुत्केरी टाइममा पनि उत्तिकै लट्टा पनि तेल लाउने छोप्ने राख्ने त्यस्तो हुँदा पनि लट्टा परेर त्यति बेला पनि यति कपाल फाल्न पर्यो अनि त्यसको बिचमा पनि फेरि अनि त्यस पछाडि मैले 2 चोल्टी बाट्ने गरेको थियो क्या कपाल अनि त्यस पछाडि 2 चोल्टी बाट्ने गरेको थियो फेरि काठमाडौँ गएर त्यतिकै छोड्ने बानी भयो अनि अहिले फेरि त्यस्तै लट्टा हिजो बाइकमा आएको पुरै लट्टा साथीहरू पुरै लट्टा अघि बेबीलाई खेलाउँदा आधी माथितिरको चाहिँ मैले लट्टा फुटाइसकेको थिएँ मुनि चाहिँ फुटाएको थिइनँ अनि बेबीलाई सुताउनु पर्यो भनेर चाहिँ अनि त्यहाँ एकछिन खेलाएँ
अनि लट्टा परे साथीहरू बल्ल 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 गयो। अनि दुधीहरू चिम्टीले चेपिराखेको बल्ल यस्तो थियो त मेरो हेर्नु त यहाँ बल्ल साथीहरू गाह्रो छ बल्ल लट्टा गयो। त्यत्रो धेरै कोर्दा कोर्दा यो पुरै दुखेर यस्तो गाह्रो भएको छैन। अनि साथीहरूलाई कति प्रायःलाई भयो भएन प्रायः जस्तो हुन्छ होला यस्तो। मेरो चाहिँ यस्तो यो तालु चाहिँ के तेल लाइन्छ नि त सुत्केरी टाइममा यति धेरै एलर्जी भएको छैन नि स्किनै के छाले ताछ हुँदाखेरि भएको छ क्या। न त कपाल झर्नलाई न त के अब चायाहरू पनि छैन कि फेरि मेरो काठमाडौँमा हुँदा पनि यस्तै पारेको यति चाहिँ के साथीहरू यति धेरै एलर्जी भएको छ यति धेरै एलर्जी भएको छ चिलाएर कपाल झर्न होला। अनि अब कपाल चाहिँ अब यति काट्ने बेला भएको छ है साथीहरू। यस्तो पार्दा कस्तो देख्छ होला मलाई खतम। अब यति अलिअलि त थियो नि हेर्नु न त्यस्तो लामो त छैन तर कपाल हेर्नु न कपाल यस्तो धेरै झर्छ। अस्ति जुन सुत्केरी टाइम यति झरेको थियो सबै साथीहरू कपाल झरेर सकिने लागिसक्यो है। अब चाहिँ यो कपाल चाहिँ पुरै काट्नुपर्ने हुन्छ। बाइकमा हिँड्दा चाहिँ एकदमै कपाल चाहिँ खत्तम हुँदो रहेछ क्या लट्टै लट्टा भएर। अनि त्यही हो साथीहरू आजको काम चाहिँ यस्तै भयो है। मैले तपाईँहरूलाई मेरो मर्निङदेखि लिएर इभिनिङसम्म टाइमको चाहिँ भिडियोहरू अलिअलि क्याप्चर गरेर तपाईँहरूको सामने ल्याउने कोसिस गरेको छु। आजको यो भिडियो चाहिँ है बिहानै मैले उठ्ने बित्तिकैदेखि मुखै नधोएदेखि भिडियो स्टार्ट गरेर आजको चाहिँ अब अलिअलि गर्दै बेलुकासम्म आज चाहिँ बेलुका सुत्ने समयसम्म नै मैले भिडियो बनाइरहेको छु। आज र हिजो चाहिँ आज चाहिँ के भन्नु है हिजो पनि एकदमै यत्तिकै निन्द्रा लागेको थियो आज पनि यत्तिकै निन्द्रा लागेछ। आज पनि थकाइ लाग्यो नि त अब अलिअलि गोडगाड यताउति भयो। अनि त्यस पछाडि उता फेरि बजारतिर पनि गयो। अरू त साथीहरू यो सुत्केरी समयमा चाहिँ कस्तो हुँदो रहेछ भने काम नगरे पनि बाइकमा यसो हिँड्यो भने पनि त्यत्तिकै थला पर्ने कि ढाडहरू दुख्दो रहेछ। यति धेरै ढाड दुख्दैन मान्छेहरू चाहिँ कति धेरै हेर्छु है। अरूलाई त खासै केही हुँदैन हिँडेर हुन्छ कुदेर हुन्छ कि मलाई चाहिँ ढाड अहिलेसम्म पनि ढाड दुख्न छोडेको छैन साथीहरू। कसलाई यस्तो हुन्छ क्या सिएस डेलिभरी चाहिँ एकदमै गाह्रो हो कि के हो मलाई चाहिँ एकदमै ढाड दुख्छ। अहिले अब 5.5 महिना भयो बेबी है अहिलेसम्म पनि स्टिल के ढाड चाहिँ एकदमै दुख्छ क्या केही गर्नु हुँदैन। अब बिहान एकछिन त्यहाँ ओके सो साथीहरू अब चाहिँ सुत्ने समय पनि भइसकेको छ है। अब चाहिँ सुत्नुपर्ने हुन्छ। एकदमै निन्द्रा लागेको छ हिजोको थकाइ आजको अलिअलि थकाइ दुवै मिलेर चाहिँ एकदमै निन्द्रा लागिरहेछ। अब चाहिँ सुत्नुपर्ने हुन्छ। त्यही हो साथीहरू अब यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नुहोला है। त्यही हो लाइक कमेन्ट गर्नुहोला के कस्तो लाग्छ आजको भिडियोहरू तपाईँहरूको प्रतिक्रिया दिनुहोला साथीहरू भन्दै आजको यो भिडियोबाट चाहिँ म बिदा लिन चाहन्छु। नमस्ते लस्सो साथीहरू लस्टै झ्याप लस्सो।